हेलो नमस्ते सम्पूर्ण फ्रेजर मित्रहरूलाई कोन्निचिवा पोखराको जाने खपौदी लेक साइडबाट आज चैतको 15 गति आइतबारको दिन के अरे छोरीहरूको छुट्टी छ होइन। छोरीहरूको छुट्टी भए लगतै आज छोरीहरूलाई घुमाउनलाई चाहिँ यता खपौदीमा आएको छौँ है। यता लेक साइडको सिरानो पर्छ है। यो एकदमै पोखरा आयो भने लेक साइड घुम्न आयो भने यता छुटाउन नहुने ठाउँमा चाहिँ पर्छ है। एकदमै राम्रो छ यहाँको दृश्यहरू हजुरहरूको समक्ष पुऱ्याउने प्रयास गरिरहेको छ होइन। यसो हेरिदिनु होला जग्गा जाम माथि जाने प्याराग्लाइडिङहरू हुँदैछ। त्यहीँबाट माथि केबल कार पनि जान्छ है। द बिच होटल पनि यहाँनिर पर्छ। मेरो वान अफ द फेभरेट क्याफे यो जाने यो क्याफे हालसालै नयाँ खोलेको रहेछ है। एकदमै राम्रो छ। यताबाट जाने माथि पामेतिर जान्छ है। पामे के अहिले हामी पोखराको सिरानमा छौँ है। के अरे खपौदी भन्ने ठाउँमा पोखरा घुम्न आउँदाखेरि यो लेक साइडमा आउँदाखेरि खपौदीमा आउन जाने नभुल्नु होला। यहाँ चाहिँ बेलुका पाखा आयो भने एकदमै रमाइलो छ कि बेलुका पाखा कि बिहान सनराइजको बेला है। मेरो छोरी नरिका गुरुङ एन्ड बेनु गुरुङ यिनीहरू पुरा अहिले होली छुट्टी छन् है। यस्तो राम्रो छैन हो पारिजाने पिस स्तूपा है। पिस स्तूपा महादेवको स्ट्याचु रमाइलो छ। पोखरा फेवाल लेक ल हजुरहरू पनि यो पोखरा आउँदाखेरि है स्पेसली फेवाल लेक घुम्न आउँदाखेरि यो जाने खपौदी पर्छ यहाँनिर। यहाँ जाने आउन नभुल्नु होला। एकदमै रमाइलो ठाउँ छ है। स्पेसली बिहान पोखरा बेलुका पाखा आउँदाखेरि यहाँ सबभन्दा बेस्ट हुन्छ। ल ओके हजुरहरू सबैको दिन शुभ रहोस्। जय देश।